आज चाहिँ म तपाईँहरूलाई सेयर कसरी भर्ने आइपिओ कसरी भर्ने बारेमा भन्छु है। टुडे आई विल बी सोइङ यु हाउ टु अप्लाई फर अ सेयर फ्रम मेरो सेयर हैन। नेपालमा कसरी सेयरलाई अप्लाई गर्ने त भन्ने हामी चाहिँ सुरुमा यहाँ मेरो के अरे मेरो सेयर भनेर एउटा एप्लिकेसन छ है, हेर्नुहोस् तपाईँले हैन। त्यो एप्लिकेसनमा गएर हामीले के गर्ने हो त भनेपछि उयो एप्लिकेसनमा जाने अनि लगइन गर्ने आफ्नो है। लगइन गरिसकेपछि के गर्ने त भनेपछि यस्तो इन्टरफेस खुल्छ। अब हामीलाई सेयर हाल्नको लागि कुन सेयर अहिले अभाइलेबल छ छैन भनेर जाने भनेको उयो माया अस्पा भनेर बिचमा देखाएको छ हो, यसमा जाने। यसमा गइसकेपछि अब ओम मार्सी फार्मास्युटिकल लिमिटेडको खुलेको रहेछ अथवा यो तपाईँलाई कुन भर्न मन लाग्छ, जुन जुन मन लाग्छ त्यही भर्नु जाने है। म चाहिँ यो माथिको भर्दैन अलिकति, किनभने अलिकति लो पेटी स्टक भन्छ यसलाई है। यसमा रिस्क धेरै हुन्छ, पैसा बढ्न अलि टाइम लगाउँछ। त्यही भएर म सेकेन्ड फार्मास्युटिकल्सको चाहिँ मैले भर्दैछु है। त्यसको लागि अप्लाईको बटन दाब्ने, अप्लाईको बटन दाबिसकेपछि यहाँ प्रोसिड भन्ने लेखा हुन्छ है। प्रोसिडमा जाने। अब यो बोइड, यो फर्स्टको बोइड, ब्याङ्क नेम, अकाउन्ट नम्बर, अकाउन्ट टाइप, यो ब्रान्च, यो सब के हुन्छ अटोफिल हुन्छ है सिस्टमले नै। अप्लाइड किता भनेको चाहिँ कतिवटा चाहियो तपाईँलाई सेयर। मैले चाहिँ अहिलेको लागि ल मानौँ 10वटा लिन्छु है। अमाउन्ट आफै चढ्छ, 1000 रुपियाँ हो। 100 रुपियाँको एउटा सेयर रहेछ, 10वटा किन्दाखेरि 1000 पर्यो। अब सिआरआर नम्बर भनेको केही पनि होइन कि, सिआरआर नम्बर भनेको अकाउन्ट नम्बर हो। यो तपाईँले हेर्न सक्नुहुन्छ थर्ड स्टेपमा जुन छ नि यो 56100 वाला हो, यो हो तपाईँको सिआरआर नम्बर है। ल अनि त्यसपछि यहाँ आई हियर बाई बाई डिक्लेरिङ वाला छ नि, यसमा टिक लगाइदिनुहोस्। बुझ्नुभयो नि है। ल फेरि एकचोटि हेरिहाल्नुहोस् त। ल उयो बोइड नम्बर हो है। यिनीहरू सब भर्दै आफै भरिन्छ। अनि लास्टमा चाहिँ सबै भइसकेपछि यहाँ अप्लाई भन्ने बटन छ लास्टमा कर्नरमा, हेर्न सक्नुहुन्छ तपाईँले। अप्लाईमा क्लिक गर्ने। अब ट्रान्जेक्सन पिन चाहिँ नि मेरो ट्रान्जेक्सन पिन भनेको छ, त्यो म तपाईँलाई देखाउन अलिकति इन्सेक्योर हुन्छ है। म त्यही भएर एकैछिन ल हेर्नुहोस्, मैले उहाँ सिआर ट्रान्जेक्सन पिनमा आफ्नो पिन नम्बर हालेको छु, 4वटा डिजिटको पिन नम्बर है। अब त्यसपछि फेरि के गर्ने, अप्लाई गर्ने हैन। अप्लाई भएपछि तल हेर्नुहोस् सेयर हेज बिन अप्लाइड सक्सेसफुल्ली भनेर लेखेको छ हैन। फेरि तपाईँलाई चेक गर्नु पर्यो भनेपछि के गर्ने त फेरि माया अस्पामा जाने हैन। त्यसपछि यहाँ करेन्ट इस्यु भन्ने लेखेको छ, यो भनेको अब आउन लागेको सेयरहरू हो है। अनि त्यसपछि एप्लिकेसन रिपोर्ट भनेको छ, यो चाहिँ नि रिपोर्ट्सहरू अहिले मैले भर्खर हेर्नुहोस् फार्मास्युटिकल्सको भरेको थिएँ यसको हैन। रिपोर्टहरू यिनीहरू भनेको छ नि है। यसमा चाहिँ तपाईँले पढ्यो पढेर यो भयो त्यो भयो भन्ने कुराहरू के गर्न सक्नुहुन्छ, हेर्न सक्नुहुन्छ। पढ्यो भने चाहिँ उयो सेकेन्ड लास्ट छ नि स्टेटस, यहाँ चाहिँ कि तपाईँको एलर्टेड भनेर लेख्छ है। सरी